घान्द्रुङको यात्रा मात्र एउटा यात्रा नभई मेरो जीवनकै एक अविस्मरणीय यात्रा बनेर रहेको छ। अनि यो यात्रामा जोडिएका छन् धेरै त्यस्ता सहयात्रीहरू जो मेरा मनका नजिक छन्। पोखराबाट लगभग 2 घण्टाको यात्रापछि हामी पुग्यौं यो पोइन्टमा जहाँबाट घान्द्रुङ गाउँ सुरु हुन्छ। प्रकृति त्यसै पनि राम्रो हुन्छ, त्यहीमाथि आफ्नो आफन्त जो मनका नजिक छन् उनीहरूसँगको यात्रा अझै सुन्दर हुन्छ। दृश्यमा देख्न सक्नुहुन्छ लहरै मिलेर बसेका घरहरू, जहाँ घर मात्रै मिलेर बसेका होइनन्, मान्छेका मनहरू पनि उस्तै मिलेर बसेका छन्। आँखाभर यी घरहरू, यी पहाड, यो वातावरणलाई समेट्दै हामी अगाडि बढ्यौं गन्तव्यतर्फ। हाम्रो गन्तव्य थियो गुरुङ कटेज, जुन 30 वर्षदेखि सञ्चालन गरिरहेकी छिन् मेरो साथी रत्नले। तर उनीसँग मेरो 30 वर्षदेखि भेट पनि भएको छैन। सानो स्कुल पढ्दादेखि छुट्टिएको हामी पुग्यौं। हामी हेर्नुहोस् गुरुङ कटेजमा रत्नले हामीलाई स्वागत गरिन्। अरू पाहुनाहरू पनि रमाइलो गर्दै हुनुहुन्थ्यो। एकदमै खुसी भएँ म यो ठाउँमा पुग्दा जहाँ मेरो साथी बस्छिन्। सबैको जीवनले आफ्नै फड्को मारिसकेको छ, तर पनि बालपनको त्यो बेला मलाई खुब याद आइरहेको थियो। रत्नलाई हेर्दै म सम्झिरहेको थिएँ ऊ साथी आएको खुसियालीमा बार्बिक्यू गर्दैछिन्, तर अनुहारमा पनि यतिखेर उनको मास्क छ। उसको खास कारणले उसलाई मास्क लाउनु परेको रहेछ आगोमा बस्ने बेलामा। यतापट्टि उहाँको श्रीमान, रत्नको श्रीमान किसम दाजु हुनुहुन्छ। हामीलाई आतिथ्यता प्रदान गर्दै उहाँ पनि सघाउनु हुँदैछ हामीलाई। र आज खास एउटा कुराको रिभिल पनि हुँदैछ केही क्षणमा। यो भिडियोको ओरिजिनल साउन्डमा म तपाईँलाई सुनाउँछु है। किसम सरको बर्थडे हो। अति सरप्राइज भयो अनि छोरीहरु पनि खुसी हुनुहुन्छ। रियाक्सन चाहिँ सरप्राइज नमस्कार बाकी के हामी पोखरादेखि आउँदा प्लिज आउनु आउनु रत्न तिमी पनि आउनु सरप्राइज अनि पनि म पनि सरप्राइज भेरी बिग सरप्राइज। ठुलो छोरीको एकदम प्लानिङ रहेछ हैन, छोरालाई पनि खाना पाइकन ल्याउने भनेर त बाटोमा गौतम भन्ने हाल्यो हैन बाबासँग। तर अरु चाहिँ हामीले अलिकति हाइट नै राखेर अनि आज चाहिँ हाम्रो किसन दाइलाई स्पेशल सरप्राइज दिने हाम्रो छोरीको प्लान सक्सेस भएको छ। धेरै धेरै बधाई छ यहाँलाई, जम्मु सबको। रत्नलाई पनि धेरै धेरै बधाई। यति केयरिङ, यति सपोर्टिङ हस्बेन्ड छ हैन आफ्नो। ह्यापी बर्थडे टु यु। For 60 फर्स्ट टाइम यसरी त्यो ह्यापी बर्थडे यो सरप्राइज मनाएको आज नै हो। त्यो पनि त्यो कोइन्सिडेन्स कस्तो भयो भने रत्नको हराएको साथी भेट भएको छ। अन्त मेरो ठुलो छोरी मात्रै आउने भन्ने सुनिरहेको थियो। अन्त गौतम पनि आइपुगेको छ, किन होला भनेको कि उसको त पोखरामा काम थियो नि त। अनि अब त आज त म त सानो नानी जस्तो पो लागिरहेको छु त। कस्तो भएको नि मलाई त्यो भित्र देखेँ कि अब शब्दै छैन, इज नो वर्ड टु से। यस्तो खुसी लाग्यो। अनि फेरि पाहुना पनि सबै रमाइलो रमाइलो देख्छु नि त, म मात्र होइन सरप्राइज। थ्याङ्क यू भेरी मच। सबैले रमाइलो गराइदिनु भयो होइन। अब मेरो मसँग नथिङ टु से, एकदम खुसी लाग्यो। थ्याङ्क यू भेरी मच। अनि मेरो रत्नको साथी ओके सबैलाई थ्याङ्क यू भेरी मच है त। ओके थ्याङ्क यू। अब झन् त तन्नेरी भयो। All the best. किसम दाईको सरप्राइज बर्थडे पनि हामीले सेलिब्रेसन गऱ्यौँ। सबैजना नाच्न गाउन लागे। हामी सबैजना एकदमै खुसी थियौँ। स्पेसल सेलिब्रेसन थियो किसम दाजुको यो पटकको बर्थडे। अनि यता हामीले धेरै पछि साथी भेटेको चेयर्स पनि गऱ्यौँ। तर बाइ द वे हामी जडिया भने होइन हो, कहिलेकाहीँ सोसल ड्रिङ्क मात्रै।
र यता रत्नको छोरा बार्बिक्यू गर्दैछ अझै पनि हेर्नुहोस् त कति रमाइरहेको छन् बच्चाहरू पनि गेस्टहरू पनि रमाइराख्नु भएको छ शीतल यता निन्द्रा झुल्यो अब भने हाम्रो आराम गर्ने समय भएको छ बिहान उठेर हामीलाई सुन्दर हिमालको दृश्य जो हेर्नु छ नि त भोलिपल्ट चाहिँ बिहानै ल हेर्नुहोस् हिमाल त लुकामारी खेल्दै रहेछ बादलसँग कहिले उज्यालो हुन्छ कहिले अँध्यारो हुन्छ मौसम अलिअलि परिवर्तनशील थियो त्यो बेलामा अनि तर खुल्यो पनि सबैजना हामी जो थियौँ गुरुङ कटेजमा पाहुनादेखि लिएर हामी सबैजनाले हिमाल हेर्दै तातो पानी पिउँदै चिया पिउँदै सबैले बिहानी पखको त्यो शीतलता त्यो प्राकृतिक मनोरम निहालिरहेका थियौँ अनि म यता गुरुङ कटेज निहाल्न लागेँ हेर्नुहोस् त ढुङ्गाले बनेको यो पुरानो घर आधुनिकता कतै पनि छैन फुलहरू त्यस्तै फुलिरहेका छन् मौसमी फुलहरू मकैका जुत्ताहरू कति राम्रोसँग रत्नले आफ्नो घरलाई सजाएका रहेछन् यो घर मात्रै होइन उनको लागि एउटा स्वर्गको टुक्रा उनले बनाएकी छिन् जहाँ हामी पनि यसरी रमाउन पाइरहेका छौँ यता अर्को रमाइलो दृश्य छ हेर्नुहोस् गुरुङ ड्रेस लगाएर पाहुनाहरू फोटो खिच्ने भिडियो खिच्ने गरिराख्नु भएको छ अब हाम्रो अर्ग्यानिक ब्रेकफास्ट टाइम र त्यसपछि पनि हाम्रो साइट सिइङको प्लान थियो ठ्याक्कै पानी पर्दियो ल हेर्नुहोस् झमझम पानी पर्दियो पानी परेको रमाउँदै हेरिराख्यौँ अब यसको विकल्प पनि त थिएन तर यहाँको मौसम प्रेडिक्ट गर्नै नसकिने खालको एकैछिनमा पानी पर्छ एकैछिनमा आकाश खुल्छ पनि यस्तो लाग्थ्यो कवि कोही साहित्यकार भएको भए यो प्राकृतिक सुन्दरता हेर्दै कति आफ्ना शब्दहरू फुराउँथे होला जस्तो लाग्यो मलाई हेर्नुहोस् त कपास जस्तै उडिरहेछन् बादलका यी लहरहरू अब भने हाम्रो साइट सिइङको समय भएको छ आकाश खुल्यो पानी बस्यो र हामी लाग्यौं गाउँतिर यति बेला पनि हामीसँग गौतम छन् रत्नको छोरा उसले हामीलाई सबै गाउँ घुमाइदियो घान्द्रुङको स्पेशल ठाउँहरू र यो बाटो घोरे पानी पनि जाँदो रहेछ है हामी मात्रै होइनौँ शीतल पनि खुब रमाइरहेको थियो यो सुन्दर ठाउँमा यसरी घुम्न पाउँदा मौन बसेर केही नबोली यो वातावरणलाई सुनिरहँ जस्तो लाग्ने दृश्य हेर्नुहोस् त हेलो कहाँ जान लाग्यो गौतम कति टाढा छ अब डाँडा गाउँ कति मिनेट 5 मिनेट लमाए यहाँ पुगेपछि चाहिँ टक्क अडिएर भिडियो खिच्न मन लाग्यो मसँग शीतल थियो नि त सँगै टोक्न आउला कि भनेर सासले थिचेर यो भिडियो खिचेको मजाले सुतिराख्नु भएको छ हेर्नुहोस् त कोही गौतम र छोरीहरू अगाडि गइसकेका थिए मैले बाटोमा अरू पनि भेटेँ हेर्नुहोस् त सायद उहाँहरू पनि गाउँको साइट सिइङमा हुनुहुन्थ्यो अथवा उता गाउँतिर माथि गाउँ अथवा घोरेपानीतिर पो जान लाग्नु भएको हो कि धेरैजना यो बाटो हुँदै पनि घोरेपानी जानु हुँदो रहेछ नि त ल हेर्नुहोस् यो हो घान्द्रुङको विशेष ठाउँ डाँडा गाउँ खासमा पुरानो घान्द्रुङ भनेर यो ठाउँलाई चिन्दो रहेछ यहाँबाट नै घान्द्रुङको एउटा इतिहास सुरु भएको रहेछ लहरै मिलेको घरहरू यहाँबाट नै छोरा नातिहरू हुँदै हुँदै परिवार विस्तार हुँदै घान्द्रुङको अन्य ठाउँतिर गाउँ फैलिँदै गएको भनेर गौतमले हामीलाई सुनायो तर आजकल यो गाउँमा पहिला जस्तो रौनकता छैन वृद्ध बुढाबुढी जो बितेर जानुभयो बाँकी रहेको कोही पोखरा बसाइसरे कोही काठमाडौँ कोही बेलायततर्फ छन् विदेशका विभिन्न ठाउँहरूमा बसाइसरे समय परिस्थितिले जहाँ जतासुकै लग्यो पनि आफ्नो जन्मथलो जरुकिलो आफ्नो माटोको सुवास आफ्नो बाउ बाजेको पुर्खा थलो कसैले बिर्सन सक्दैनन् आखिर हाम्रो मन नेपाली नै हो जहाँ बसे पनि नेपाल प्यारो लाग्छ
बिस्तारै हामी उकालो लाग्यौं। गौतम अनि छोरीहरू अगाडि अगाडि गफ गर्दै हिँडिरहेको छन्। म पछाडि पछाडि भिडियो खिचिरहेको छु। शीतल पनि दङ्ग छ हेर्न पाएर। सोच्दो हो कस्तो ठाउँमा आएँ म। कस्तो राम्रो प्रिजर्भ गर्नुभएको। नाइस। हिँडिरहँदा म सोच्थेँ कति सरल जीवनशैली यहाँका मानिसहरूको, कति निश्चल यी पहाड, यी तरेलीहरू। आँखा कतै बिजाउँदैनन् यिनलाई हेर्दा। अनि यस्तो लाग्थ्यो सहरको कोकोहोलो भन्दा पर एउटा छुट्टै स्वप्निल स्वर्गमा म ढुक्कले निस्फिक्री सास फेरिरहेछु। अनि अर्को विचार पनि आउँछ मनमा। सहरमा बस्ने हामीहरू रोग, शोक, सन्ताप, डर, त्रास, कलह अनेकन छन्। तिनबाट पर भाग्दै शान्ति खोज्दै यस्ता प्राकृतिक घटाको काखमा पुग्छौं। तर यहाँको पनि आफ्नै कथा होलान्। भूगोल अनुसारको कथा व्यथा सबैको हुन्छ। कति लेखिन्छन्, कति लेखिँदैनन्, कति देखिन्छन्, कति देखिँदैनन्। अलि धेरै भावनामा बहकिए कि जस्तो लाग्यो है। अब म तपाईलाई देखाउँछु यो ओल्ड गुरुङ म्युजियम। यहाँ धेरै त्यस्ता गुरुङ समुदायले प्रयोग गर्ने घरायसीदेखि होस्, कृषि औजारदेखि लिएर उद्योगको, हस्तकलाको, दैनिक जनजीवनमा प्रयोग हुने धेरै किसिमका त्यस्ता ऐतिहासिक सामग्रीहरू संग्रह गरिएका रहेछन्। मैले पहिलोचोटि हेर्न पाएँ आफ्नै पुर्खजको यो यस्तो कलेक्सन जुन हामी धेरैले देख्न पाएका पनि छैनौँ। यदि तपाईँ घान्द्रुङ जानुहुन्छ भने यो ओल्ड गुरुङ हेरिटेजले संग्रहित भएको संग्रहालय जान नबिर्सिनुहोला। धेरै छ यहाँनिर, हेर्नुहोस् त। सबै गुरुङको मौलिकता, वेशभूषादेखि लिएर सबै कुराहरू, ऐतिहासिक दस्तावेजहरू, सबै कुराहरू यहाँ समेटिएका छन्। नयाँ पुस्ताले बिर्सिँदै गएको हाम्रो सभ्यता, हाम्रो संस्कृति, कला, भाषा, वेशभूषा जुन हाम्रो दस्तावेज हुन्, चिनारी हुन्, पहिचान हुन्, तिनलाई संरक्षण गरिनुपर्छ। यदि तपाईँको बालबच्चाहरू, नयाँ जेनेरेसन भनौँ न, उनीहरूले आफ्नो सभ्यता, आफ्नो इतिहासलाई बिर्सेका छन् भने हाम्रो दायित्व हो उनीहरूलाई यो हाम्रो सभ्यतासँग नजिक राखिराख्नु। भनिन्छ नि आत्मसमीक्षा आफूले आफूलाई गर्नु पनि पर्छ। म स्वयं पनि भाषा, वेशभूषा, आफ्नो मौलिकतासँग केही पर अवश्य रहे होला। तर ममा त्यो चेतना छ कि मैले हाम्रो धर्म, संस्कृति, परम्परा र यो इतिहासलाई पुस्तान्तरण गर्न अवश्य पर्छ र यसलाई मैले आफ्नो चेतनामा राख्नुपर्छ। आफ्नो इतिहासलाई जोगाउन मेरो दायित्व भुल्न हुँदैन। साइटसिइङ भइरहँदा मेरो मनमा उठेका विभिन्न किसिमका तर्कनाहरू पनि मैले भिडियो मार्फत सेयर गरेँ यहाँलाई। अब भने हामी गुरुङ कटेजमा फर्किसकेका छौँ। गाउँ सबै घुमेर गाउँ घुमाउनको लागि सहयोग गर्नुहुने गौतमलाई धेरै धेरै धन्यवाद। यहाँ देख्न सक्छौँ अब भने हामीले भिडियोमा पाहुनाहरू गुरुङ ड्रेस लाएर रमाइराख्नु भएको छ, भिडियो खिच्नु भएको छ, फोटो खिच्नु भएको छ। उहाँहरू विभिन्न धर्म समुदायबाट हुनुहुन्छ, तर पनि यहाँ आइसकेपछि यो कल्चरको रेस्पेक्ट, उहाँहरूले जुन सम्मान दिनुभएको छ, यही ड्रेसमा रमाएर फोटो खिचेर उहाँले आफ्नो फोटो एल्बममा त्यसलाई स्मरणमा क्याप्चर गर्नुभएको छ। अब भने हामी मनभरि घान्द्रुङको माया सम्झना लिएर पोखरा फर्किँदैछौँ टोली। बाटोमा पानी घट्टा पनि देख्यौँ। अझै पनि गाउँको त्यो मौलिकता कायमै रहेछ। यहाँ मजाले पानीबाट चलेको यो घट्टा नेपालको एउटा चिनारी व्यक्त गर्छ। यो घट्टाले पनि विभिन्न ठाउँमा अझै पनि रहेछ। यो देख्ने मौका पाएँ।
अनि ग्रामीण भेगरमा अझै पनि खच्चरको प्रयोग भइरहेको रहेछ। पोखराबाट होस् अथवा गाउँदेखि गाउँसम्म सामानहरू ओसार पसार गर्नको लागि खच्चरहरूको पनि राम्रै त्यहाँनिर पालन भएको देख्यौँ है हामीले। हाम्रो शीतल महारानी मलाई कुरिरहेछ, म पछाडि पछाडि भिडियो खिच्दैछु नि त, अनि आयो कि आएन भनेर फर्की हेर्थ्यो क्या उसले। अनि यहाँनिर चाहिँ कुखुरा देखियो, कुखुरा देखेपछि शीतल पनि के चिज होला यो भन्दै थियो कि सायद मनमा नै। अब ओह्रालो लाग्यौँ हामी है, तल 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 हुँदै हुँदै यहाँनिर बस स्टपसम्म हामी पुग्नुपर्ने छ। त्यसैले हाम्रो टोली अगाडि बढिरहेको यो भिडियोमा तपाईँ देख्न सक्नुहुन्छ। फर्कदा हामीले छोरी एलिसालाई घान्द्रुङमै छोड्यौँ, गुरुङ कटेजमै। अनि हामीसँग रत्न, किसम दाई अनि गौतम छोरा सँगै पोखरासम्म आउनुभयो हामीलाई छोड्नलाई। यो आतिथ्यता, यो प्रेम, यो सद्भाव कहिले पनि बिर्सिने छैन। रत्नलाई, किसम दाईलाई अनि सम्पूर्ण उहाँको परिवारप्रति हार्दिक आभार व्यक्त गर्छु। यो प्रेम, यो सम्मान जीवनभर साँचेर राख्नेछु।